साथीहरू यो अर्को दोस्रो कोठा पनि ठुलो कोठा पनि किचन कोठा हो। यो पनि हामीले रङ रोगन गरेर कम्प्लिट गरेका छौँ। यो किचन रुममा हामीले यस्तो किसिमको कलर गरेका छौँ। यो अब कलर रङ रोगन गरेर फाइनल भइसकेको छ। यसमा सिलिङ वाल दुईटै वाल पुटिङ गरिएको छ। यो कोठा पनि हिजो को भिडियोमा देखाइएको कोठा जत्रै ठुलो कोठा त्यो जत्रै कोठा छ। यो ठुलो कोठा हो। यो पनि यो किचन यो अहिले किचनहरू चाहिँ यति ठुलो ठुलो किचनहरू दुईटा कोठा बराबरको किचन बनाउने प्रचलन अहिले छ। अहिले यो कलरको काम मैले किचनमा सकिएको छ। अब अरू कोठाहरूमा हामीले लगाउँदै जानेछौँ। अरू पनि लगभग सकिसकेको छ। यो साइडको हामीले बाहिर बैठक रुममा बादल बुट्टा बनाउने तयारी गरेका छौँ। यो बादल बुट्टा बनाउनको लागि यो रेडी गरेका छौँ। हामीले यो बादल बुट्टा हानेका हौँ। हामीले यो स्प्रे गरेर हामीले बादल बुट्टा हानेका हौँ। यसमा हामीले चरा पनि बनाएर उडाएर देखाउँछौँ। हामीले पछि अर्को भिडियोमा हामीले देखाउँछौँ। यो बादल बुट्टा छ। यो सिलिङ हो। यो तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ। यो कार्नेस हो। यस्तो किसिमको कार्नेस हामी आफैले साइडमै बनाउँछौँ। यो कार्नेस हामीले फिल्डमै गएर यो यस्तो किसिमको कार्नेसहरू पनि बनाउँदै आइरहेका छौँ। गोलो चक्काको र यस्तो किसिम र योभन्दा अरू फरक 10-12 थरीको डिजाइनको कार्नेसहरू बनाउने हामीसँग उपकरणहरू छन्, डाइहरू छन्। तिनीहरू मार्फत हामीले बनाउँदै आइरहेका छौँ। तपाईँहरू पनि यस्तै किसिमको कामहरू सिक्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी तपाईँहरूलाई काम सिकाउँदै काम दिने पनि काम गर्छौँ र काम सिक्ने क्रममा पनि पैसा कमाउन सकिन्छ। त्यसैले तपाईँहरू बेरोजगार बसिरहनु भएको छ भने चाहिँ काम सिक्न पनि हुन्छ र हामीले योभन्दा पछाडि चाहिँ सेयर मार्केटको सम्बन्धित क्लासहरू पनि दिनेछौँ भनेर भनेका छौँ। हाम्रो भिडियो लाइक गर्नुहोला, सेयर र कमेन्ट पनि गर्नुहोला। धन्यवाद।